आमा काजललाई गरे हामी काजल लाग्यो हामी काजल लाग्यो हामी तैँले भन्छस् कि चितवन कहाँ हो चितवन भन्ने थाहा छैन के हेर्न जाँदैछु गइरा ल गइरा गइरहेको यताबाट जाँदैछ नि त यो फेरि काँडा जस्तो पनि यहीँ लाग्यो यो लाग्दैन हजुरलाई यहाँको ठाउँ राम्रै ठाउँसम्म के रातिमा झन् राम्रो देखिन्छ यो ठाउँ दिनको खाना खाँदै कता गयो त बाबाले लिएर आएको पहिला काली मगरले लहर खाए राखिन् टाउले पानीले खाएर पछि मऱ्यो दुईटा त एउटा अलि उता गइदिए हुन्थ्यो के अरे मगर हो कि गुरुङ हो अरे चिलमा अब घरको लागि झाड़ू के दिन जो सब झाड़ू त्यही गरेर यसो हात मिलाएर आयो भने हो बाबु ठुलो नानी गाडी यसो जङ्गलको बाटोमा होइन यो ठिक होइन पर्छ
प्रत्येक वर्ष झर्छ नि यिनीहरूको हो यिनीहरूको झर्दै कुनै चाहिँ उम्रिन्छ अब त्यसमा चाहिँ कुनै ठाउँमा जुत्छ घस्राउने गर्छन् तर त्यस्तो भएको छैन आफै चाहिँ झर्दा पारि झर्ने अनि फेरि चैतमा पुष्पामा त पानीमा चढिन्छ त्यो बेला हुन्छ कुनैको नले अट्याक गर्नुपर्छ चल पल फेरि त्यतै होइन कुन त मलाई के कता ऊ त्यो हो के हो यो हाम्रो घर हाम्रो आजको घर यो हो के यता यो यता पनि दुईटा कुर्सी राखेर चाहिँ त्यता पनि दुईटा त्यो भएर भुल परेको उता हिँड्नु घाँस दिन जाने त्यसलाई घाँस दिन जानुहुन्छ त्यसलाई डर लाग्छ डर लाग्छ किन डर लाग्ने र बाने त चेन खोइ घाँस हो त्यो अँ चेन लगा त केही नि गर्दैन चेन लगा एक मुठी लैजाऊँ डर लाग्यो यस्तरी हान्ला जस्तो ठुलो हुने हो म त सानो देखेको त हेरी ठुलो पो रहेछ त सानो देखेको अरे कहाँबाट भोकाएर सबै पाखा रहेछ
त्यो पनि यसरी यही माथि चढेर हो मान्छे हिँडेको यही माथि त नि कसरी चढ्न सक्छ सिँढी लगाएर चढ्छ ए बाबा सिकाएको हुन्छ कि होला त म त डर लाग्थ्यो डर लाग्दैखेर म त डर लाग्थ्यो त्यस्तो फोरेर नि फेरि त्यो कन्दामा आफ्नै उसले लक उयो लडीबुडी खेलेको कि त्यही चोसोले लाँदो रहेछ मैला पनि हेर मैला हेर नि त्यो कसरी खान्छ डल्ला पारेर हेर्नु डल्ला पारेर राखिदिए हुन्छ घाँसहरू बाँधेर चाहिँ डल्ला पो पार्नु पर्ने देख्नुभयो कसरी खुला छ डल्ला डल्ला कस्तो रहेछ यो हात्ती म त्यहाँ जान्छु फोटो खिचेँ ल जानु त्यसलाई छुने फोटो खिच्ने रे ल यो गाडी हिँड्ने भयो के यो तलको अनि यो साइकलको लागि यो मान्छे बुझ्नुभयो साइकलको लागि यस्तो चिन्ह बनाइदिएको कि यो डुल्ले छन् डुल्लुई साल भनेको त हात्ती पो हुन्छ थाक्नुभयो थाक्नुभयो अघिकै बाटो उताबाट हिँडेको थियौँ कि अघि उताबाट हिँडेको अहिले यताबाट
होला जस्तो भयो त रुम आउनेलाई त लमक हिँड्यो यता हो यता यता भित्र कल्चरल डान्स हेर्न जान लाग्यो क्या कल्चरल हाउस थारू नाच हेर्न जान Let's go.
कस्तो लाग्दैन नि हजुरलाई थारू डान्स हुँ? थारू डान्स के कस्तो लाग्दैन थारू डान्स के अरे थारू डान्स के कस्तो लाग्दैन थारू डान्स हौदेन थारू गीतै नबुझी नि त्यसै हेरेको गीतै बुझिएन नाच कस्तो लाग्दैन नाच नाच त राम्रै लाग्यो झरप झरप तालैसित गरेको थिएँ कुन नाच राम्रो लाग्दैन सबसे म त्यही मजुर नाचेको त्यो कस्तो टिप्न पनि सक्ने अनि पखेर उता पुछेर फुकाउन पनि सक्ने कटाएर फुकाइदियो आफू मान्छेभित्र छ के चलायो भने फुक्ने बनाउँदो रहेछ कुनै के चलायो भने टिप्ने त्यो ठिक लाग्यो ल अब खाना खाने अनि सुत्नु जाने राम्रै गरेको हो ताल पनि एकदम धेरै सँगै के ताल ल्याएर एकै नाचे के राम्रो भयो नि है आजको दिन पुरै गीत बुझिएन के अरे अब आफ्नो तालसित झरप झरप गर्ने एकै कोहीले कस्तो गरेन क्या एउटैसित मेलसित घुमघाम कस्तो भयो त नि आजको घुमघाम घुमघाम के कुन नाम घुमघाम घुमेको आज दिनभरि कस्तो घुमेको थियो त दिनभरि घुम्नु भयो के दिनभरि घुमे त नि खुट्टै थाक्ने हेरेर रमाइलो भएन रमाइलो भयो ल अब सुत्ने अब ल गुड नाइट